प्रथम त म एउटा अचम्मको सांसद सरज्यूको कुरा सुनाउन रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। किनकि तपाईँ राम्रो त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु। नराम्रो मान्छे र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिले तपाईको बोली पनि मिठो, तपाईँ मान्छे पनि राम्रो, तपाईको 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिकै होइन। त्यहाँको जनताले जिताएको होइनन् नि त। म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु।